जय मसीह। आजको वचन उत्पत्ति 9 अध्यायको 11 देखि लिएर 14 पदसम्म रहेको छ। आजको वचनले भनिएको छ कि म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु कि सबै प्राणी फेरि कहिल्यै प्रलयको पानीले नष्ट हुने छैनन् अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुने छैन। अनि परमेश्वरले भन्नुभयो, जुन करार मेरो र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्तोसम्मको निम्ति म ठहराउँदैछु, त्यसको चिन्ह यही हुन्छ। म बादलमा मेरो इन्द्रिणी राख्दछु र मेरो र पृथ्वीको बीचमा त्यो एउटा करारको चिन्ह हुनेछ। जहिले जहिले म पृथ्वीमा बादल फिजाउँछु र बादलमा इन्द्रिणी देखा पर्छ। आमीन।